साथीहरु मलाई चाहिँ 2-4 दिनदेखि मोमो खान मन लागेर तल 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 भएर हैन मोमोको क्रेभिङ भएर कस्तो भइरहेको थियो नि त बिरामी भएको थिएँ अनि मोमो खान मन लागेर गइदिएको कि अनि कति धेरै मोमो खाएको भनेर भन्नु होला हैन जम्मा 2 प्लेट मात्रै हो 20 वटा मलाई मोमो खान मन लागेर मोमोको तल 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 भइसकेपछि साथीहरु मलाई 2-3 प्लेट नखाइ त चित्तै बुझ्दैन कि होटलमै गएर म 2-3 प्लेट खाइदिन्छु जोसुकैले भनोस् खाना नपाकी भने नि भनोस् हैन अनि घर बनाऊ भने कोही जाँगरीलै छैन कोही जाँगरीलै छैन हैन मोमो बनाउने खोज्दैन खाना मात्रै खोज्नी हैन आफूले मात्रै बनाएर भएन यत्रा जानलाई खानेकुरा बनाउने भनेपछि त जाँगर लगाएर ल फुर्ती फार्ती देखाएर गरे पो आफूलाई पनि जाँगर लाग्नु बनाउन मन लाग्नु भनेको के साथीहरु बनाउन नखोजी खाना मात्रै खोजेर मुख गर्दै अरूले बनाएर खाउला भनेर बसेसी के गर्नु साथीहरु लु जा त मलाई मोमो खान मन लाग्यो अरूले बनाइदेला र खाउला भनेर बस्नु भन्दा बरु मनहरी गएर होटलमा गएर 2 प्लेट मोमो बजार आउँछु भनेको मोमो पनि खाएँ टन्न पनि भयो तर कोक खाएको भिडियो चाहिँ हालिन गाडी दुखिरहन त त्यही भएर आमाले कराउनु हुन्छ अनि त्यही भएर कोक खाएको भिडियो चाहिँ हालिन अनि मोमो खाना पनि एक्लै गएको भनेर भन्नु होला दिदी पनि हुनुहुन्छ अगाडिपट्टि हैन दिदीले चाहिँ मेरो भिडियो नबनाई भन्दै हुनुहुन्थ्यो कि त्यही भएर नबनाइदिएको मलाई त यो मोमो भन्ने बित्तिकै मरेको मान्छे पनि उड्छु होला के साथीहरु मलाई मात्रै यस्तै हो कि तपाईहरुलाई पनि यस्तै मिठो लाग्छ यो मोमो भन्ने डल्लो हाम्रो घरमा त अनि मेरो भाइलाई झन् कति मोमो मिठो लाग्छ मेरो सानो भाइ छ कि अंकलको छोरा त्यसलाई झन् यस्तो मोमो मिठो लाग्छ उले फेरि अचार खादैन के चपसँग खान्छ मोमो भनेको त्यस्तो गुलियो गोल भेडाको त्यो केचपसँग कसरी खानी होला कि साथीहरु म त जङ्ग पर्छु छक्क पर्छु पेटै अमिलो भएर आउँछ कि मेरो त साथीहरु यो मनहरीको पुल छेउको मोमो छ नि शीतल होटल भन्ने त्यहाँको मोमो चाहिँ यस्तो मिठो हुन्छ मेरो त फेभरेट मोमो हो माइ गॉड म त सधैँ मोमो खानी जानी भनेको यही हो साथीहरु हजुरहरुलाई कस्तो कस्तो मोमो मिठो लाग्छ मलाई कमेन्ट गर्नु ल स्टीम मोमो मिठो लाग्छ कि फ्राई मोमो मिठो लाग्छ कि अब सादेको मोमो मिठो लाग्छ कि सी मोमो मिठो लाग्छ कि कस्तो कस्तो मोमो मिठो लाग्छ हजुरहरुलाई मलाई कमेन्ट गर्नु त मलाई त मेरो फेभरेट मोमो भनेको त यही हो झोलवाला मोमो मैले आज यो मोमो यस्तो मिठो गरेर खाएँ साथीहरु यहाँको मोमो यस्तो मिठो छ हजुरहरु पनि जानु होला थ्यांक यू फर वाचिङ बाइ